आमा आज त मलाई मार्ने नै हो। आमा म डराइरहेकी छु, आज त मलाई मार्ने नै हो। यो चिच्याहटसँगै मेरो सास ध्वज टुट्ने हो। काख खोज्दै रोए म फोनको त्यो सानो पर्दामा। आमाको स्वर टाढा भयो, नियतिले छोड्ने नै हो। भान्सामा खाजा होइन, मृत्यु कुरिरहेकी छोरी आफ्नै घरभित्र आज आगो सल्कने नै हो। नानीहरूलाई हाँस्दै ट्युसन पुर्याएकी थिए, फर्किँदा मनले भनेको थियो यो बाटो छुट्ने नै हो। नन्दका हातमा पेट्रोल, सासूको हातमा ताला, मानवता बन्द हुँदा जीवन थुन्ने नै हो। छिमेकीले चिच्याहट सुने, ढोका बोल्न सकेन, मद्दतको आवाज आगोमा हराउने नै हो। तीन नानी आमाको काख खोज्दै रात रोइरहे, आमाको माया सम्झिँदै आँसु झर्ने नै हो। यदि आज पनि मौन बस्यौ, न्याय ढिलो गर्यौ भने यस्ता आगो फेरि फेरि बल्ने नै हो। हार्दिक श्रद्धाञ्जली सुशीला घिसिङ।